सन्डे अनलाइन सर्भिस युकेद्वारा सञ्चालित मित्रताको सवारी कार्यक्रममा यहाँहरूलाई स्वागत साथै न्यानो अभिवादन। जय मसीह। परम्परा भन्दा परमेश्वरको आज्ञा बढी महत्त्वपूर्ण हुन्छ। मत्ती 15को 1-9। अचेल थरी थरीका शिक्षा भएका मण्डलीहरू स्थापना भएका छन्, जहाँ परमेश्वरको वचनलाई भन्दा परम्परालाई बढी महत्त्व दिएर शिक्षा दिइन्छ। मानिसहरू पनि परमेश्वरको वचनको डर मान्नुभन्दा बढी धर्मगुरुहरूको डर मान्दछन्। तिनीहरू परमेश्वरले के भन्नुहोला भन्ने विचार गर्नुभन्दा बढी मानिसहरूले के भन्लान् भन्ने कुरा विचार गर्दछन् र त्यसै अनुसार चल्दछन्। फरिसी र शास्त्रीहरूले येशूका चेलाहरूलाई मानिसहरूले सिकाएका परम्परा तोडेको आरोप लगाए, तर तिनीहरू आफैले चाहिँ मानिसको शिक्षा पछ्याउनको लागि परमेश्वरको आज्ञा नै तोडिरहेका थिए। परमेश्वरको वचन अनुसार तिनीहरू मृत्युदण्डका योग्य थिए। परमेश्वरलाई भेटी र दशांश चढाएर वा मण्डलीमा विशेष भेटी चढाएर विश्वासीले आफ्नो बुढेसकालका आमा बुवा पाल्ने जिम्मेवारी वा आफ्नो परिवारप्रतिको कर्तव्यबाट छुटकारा पाउँदैन। परमेश्वरको 10 आज्ञा मध्ये 5औं आज्ञा हो, आफ्ना बुबा र आमालाई आदर गर। प्रस्थान 20को 12। बुबा र आमालाई आदर गर्नुको मतलब उहाँहरूलाई ढोग्नु र उहाँहरूसँग मिठो बोल्नु मात्र होइन, आफूले कमाएको पैसाबाट एक हिस्सा उहाँहरूलाई दिनु पनि हो भन्ने कुरा येशूको प्रत्युत्तरबाट स्पष्ट हुन्छ। आज हामीले कसको कुरालाई बढी महत्त्व दिइरहेका छौँ? मानिसहरूको कुरालाई कि परमेश्वरको कुरालाई? परमेश्वरको वचनलाई हामी बढी महत्त्व दियौँ र पालन गरौँ। परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा आशिष दिनुभएको हो। जय मसीह।